हेलो एभ्रिवान गाइस, सम्पूर्ण साथीहरूलाई चाहिँ आज यस मेरो मिनी भ्लगमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ केही ढिला नगरी सरसरी पोइन्ट टु पोइन्ट कुरोमै जाउँ भन्ने साथ अनि म चाहिँ एउटा सुन्दर कविताको बारेमा तपाईँहरूलाई चाहिँ आज जानकारी गराउँदैछु है त। यो कविता चाहिँ भर्खरै माननीय हर्क साम्बाङज्यूले चाहिँ सदनमै गएर भन्नुभएको कविता हो। यस कविताले चाहिँ के भन्न खोजेको भन्ने कुरो चाहिँ म प्रश्न गर्छु है। पहिला कविता भन्छु, त्यस पश्चात पछाडि चाहिँ तपाईँहरूलाई यसले भन्नु खोजेको के हो भन्ने कुरो चाहिँ जानकारी गराउँछ है त। कविता चाहिँ यसरी सुरु भएको रहेछ। खेतबारी बाँझो राखी आकाशतिर हेर्दा, खेतबारी बाँझो राखी आकाशतिर हेर्दा, डुब्न लाग्यो देश आज जिउने शैली देख्दा, डुब्न लाग्यो देश आज जिउने शैली देख्दा, गफैको भरमा मिठो खाना लाउन खोज्दा, गफैको भरमा मिठो खाना लाउन खोज्दा, होस् गर नेपाली हो घुम्न लाग्यो देश, होस् गर नेपाली हो घुम्न लाग्यो देश। यसरी रहेछ। यो कविताले चाहिँ के भन्न खोजेको भन्दाखेरि चाहिँ चम्चगिरी त्यस्तै ठुटे नेताहरू, उनीहरू चाहिँ नेताकै पछाडि लागेर अनि धेरै पैसा चाहिँ आफ्नो एकाउन्टमा जम्मा गरेर राखेका हुन्छन्। अनि त्यसरी जम्मा गरेर राखेपछि चाहिँ उनीहरूले मिठो पनि खान पाउँछ, राम्रो लुगा पनि लाउन पाउँछ, किनकि एकाउन्टमा पैसा छ नि त। त्यसैले उनी उपरखुट्टी लाउँदै चोकमा निस्केर वफादारी कुरो गर्दै होइन, राजनीतिको कुरो गर्दै यो नेताले त्यसो गरे त, त्यो नेताले यसो गरे त भन्दै होइन, त्यहाँ चोकमा आएको मान्छेहरूलाई नि बोलाउँदै बस्छ। ती मान्छेलाई नै फेरि हाम्रो अभिभावकहरूले चाहिँ महान मान्ने गर्छ क्या। यही महान मान्ने गरेको हुनाले चाहिँ त्यहाँनिर चाहिँ हाम्रो समाजमा नि सबैभन्दा ठुलो विकृति पस्छ क्या। त्यो उपरखुट्टी लाउँदै राम्रो खाँदै होइन, राम्रो लाउँदै राम्रो चियाहरू खाँदै राम्रो खानेकुरा खाँदै गफ लाउने बानीले विकृति फैल्याउँछ। अनि हामी जस्तो युवाहरूले नि त्यही कुरोलाई चाहिँ रुचाउन थालेपछि चाहिँ हामी पनि त्यसरी नै जिउनुपर्छ भन्ने खालको एउटा भावनात्मक सोच बस्छ। अनि त्यस्तै सोच भएपछि चाहिँ ऊ पनि पैसा कमाउनलाई विदेश जान्छ। विदेश गएर आएपछि ऊ पनि त्यसरी नै जिउनु खोज्छ। सबै युवा एकपछि अर्को पछि अर्को हुँदै विदेश जाने गर्छन्। अनि सधैँ युवा रहे पो आफ्नो घर जग्गा जमिनहरूको होइन रेखदेख खनजोत गरेर बालीहरू लाएर उत्पादन गर्न सकियो त होइन। अब सबै विदेशै जाने भएपछि त विदेशबाट पैसा आउँछ। पैसा आएपछि चाहिँ फेरि खेती गर्नु नि छोड्छन्। खेती गर्न छोडेपछि चाहिँ हाम्रो जग्गा जमिनहरू चाहिँ खेतबारीहरू चाहिँ बाँझै रहन्छ। कविताले चाहिँ प्रस्तुत गरेको छ है यसरी नै। अनि त्यसरी नै विदेश गएपछि चाहिँ विदेशमा त विकास पनि धेरै मजबुत तरिकाले हुन्छ। त्यहाँको सुविधा पनि एकदम राम्रो तरिकाको हुन्छ। त्यही सुविधामा काम गर्ने बानी भएर चाहिँ नेपालमा आएर पनि त्यही सुविधा खोज्छन् विदेशीहरूले। अनि नेपाल सरकारले त्यो सुविधा दिन सक्दैन। अनि ठुलो ठुलो विवाद मच्चिएर जेनजी आन्दोलनहरू जस्तो चाहिँ